बल्ल बल्ल मुक्तिनाथ आइपुग्यो। ल मुक्तिनाथ सबैजनाले दर्शन गर्नु होला। मुक्तिनाथ अब यही हो। कस्तो महसुस हुँदैछ? चिल 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 भएर सुरुवात चाहिँ यसरी दर्शन गर्नु पर्यो। यहाँ रेस्ट पनि भयो, बेस्ट पनि भयो। यो पानी यस्तो चिसो छ, डाइरेक्ट फ्रिजको पानी जस्तो लाग्यो यो पानी। गाइजहरू पर्व समिल त घुमेर आएको त। मुक्तिनाथ आइपुग्यो। मुक्तिनाथको भिड हेर्नु होला तपाईँहरू सबैजनाले भिड हेर्नु होला। ल हेर्नुहोस् मुक्तिनाथको भिडहरू तपाईँहरू सबैजनाले हेर्नु होला। मुक्तिनाथ सबैजनाले दर्शन गर्नु होला है, दर्शन गर्नु होला। भिड हेर्न सक्नुहुन्छ। एउटा पापकुण्ड एउटा धर्मकुण्ड हो। एउटा धर्मकुण्ड एउटा पापकुण्ड। चिसो पानी हो यो। चिसो नि मुक्तिनाथ देवकी जय। सबैजनाले मुक्तिनाथ दर्शन गर्नु होला है। मुक्तिनाथ दर्शन गर्नु होला। ल यहाँको भिडहरू के बनाउने पाइन्न। टाउको दुखेको झाडुले काबिराख्नु यार। यहाँ मुक्तिनाथमा लाखावतीको पनि सुरुवात हुँदैछ। यता यता चाहिँ लाखावती बलिरहेको यो कति हजार है, हजार। जय मुक्तिनाथ की जय। मुक्तिनाथ भगवानलाई दर्शन सबैजनाले गर्नु होला। मुक्तिनाथको हरेक ठाउँमा फोटो खिच्ने ठाउँहरू, भिडियो बनाउने ठाउँहरू। जस्तै यहाँ बुद्ध भगवानको यहाँ छ। आउनु
बाटो त मन पिछे बनाएर छु माथि गएपछि गाह्रो छ यो छुसिङ 11 किलोमिटरसम्म चाहिँ राम्रै पिच छ अरे त्यसपछि कच्ची बाटो छ भन्नेतिरहरू आएको छ है हिमालमा हिउँै नभएर त्यस्तो भइरहेछ ल हेर्नु साथी पोखरा हुने यो गिटी बालुवाहरू यस्तरी बस्थ्यो त सब यहाँको छुसाङ पनि हो र यहीँबाट पिसिँदो रहेछ यो तिमीहरूलाई पिचको फिल गराइदिएको क्या त्यस्तो ठ्याक्कै त्यस्तो ए ठ्याक्कै त्यही देखेँ है त्यो राम्रो हुन्छ रहेछ मरुभूमिमा मरुभूमि जसै यता सबै मरुभूमि जस्तै रहेछ कि मरुभूमि भन्ने बित्तिकै बालुवाको मात्र हुन्छ अरे तर यहाँ चाहिँ गिटी बालुवा मिक्स फाल्ने ठाउँ है यो सबै च्याङ्रा पाल्ने ठाउँ ल हेर्नुहोस् पुरा सिस्टमले बनाएको छ यो सबै वाल उठाएको च्याङ्रा पार्नलाई बनाएको ठाउँ नेचुरल है यो नेचुरल प्रकृतिको नेचुरल चिजहरू यस्तो दामी देखिन्छ त्यस्तो छ क्या प्राकृतिकको नेचुरल चिज नेचुरल चिज जस्तो यो पोखरामा हुने भए यो माल पोखरा तनामा हुने हो यहाँ हामीले सर्लक्कै सिधाइदिन्थ्यो केही बाँकी रहन्थेन डेजा भइरहेको थियो होइन छ नि छ नि
यस्तो लाग्यो त कालसँग त गोल्डन पो देखिरहेको थियो सब यहाँ चाहिँ उहाँ हो बिचमा उहाँ गोल्डन छ अन्त रातो रातो छ नि त होइन नेचुरल चिज प्रकृतिको नेचुरल चिज हो लोमङथाङ जाने बाटोमा यहाँ दुईटा डाँडाको बिचमा यस्तो रहेछ यता यता रहेछ चिज हजार म त्यता सिधै होला भनेको तपाईँ प्राङ्गी भएको छ यार सिधै त्यो खोल्छुबाट होला प्रायः सोचेर Go, baby, go. Oh, धेरै खानै तातो होला फेरि किन गरेर पुऱ्याउनु यहाँ छुसेर भन्ने ठाउँमा आइपुग्यो छुसेर भन्ने ठाउँमा आउँदा यहाँ बाइकहरूको सिस्टम छुट्टै हुँदो रहेछ कि प्राय सिस्टम बाइक स्टाइल डिजाइन यहाँ फेरि फेसन के रहेछ भने पन्जा लाउने पुरा बाइकमै पुरा फिट पन्जा यस्तो चलन हामी कति नजिकसम्म छौँ हिमालको यति भयो त्यो डाँडा हामीले त नजिकै देखेछ होइन ब्रदर ठिक छ नि होइन गुड छ लसुनले काम गरिरहेछ नि होइन धेरै चिजले काम गरेको लसुन अदुवा अनि अब लसुन अदुवा चाउचाउ अन्डा माया सबै मिक्स छ सबै मिक्स छ भाउजू अनि हाम्रो गाईजहरू ओके छ सबै ठिक छ नि होइन गाईजहरू आएका पछाडि दुईजना यस्तो छ कि यतिसम्म हिँडेको छौँ भन्ने कुरा तपाईँहरूलाई 4600 मिटर रहेछ होइन के अरे हाइट त्यो भएको कारणले गर्दाखेरि लेक लाग्न सक्छ तपाईँहरू सबैजनाले अमिलो चिजहरू माडाहरू लसुन अदुवाहरू सबै बोकेर आउनुहोस् भन्नलाई चाहिँ मेरो चाहिँ एकदम आग्रह छ साथीहरू है ल हेर्नुहोस् हिमाल आइ अघि भर्खर त्यो हिमाल त तल देखेको थियो त हामीले त अहिले त माथि पो छ त यार यो ल अब यो डाँडाभन्दा उतापट्टि चाइना हो साथीहरू यहाँ आइपुगिसकेछौँ हामीले एकदम लेक लाग्छ अदुवा लसुनहरू खानुपर्छ के लसुन कसरी खानुपर्छ हेर्नु होला ए
मिठाई सम्झेर खाने हो लसुन अदुवाहरू त नत्र त भइगयो नि ल हेर्नुहोस् अब अघि हिमालहरू हामीले चाहिँ हिमालभन्दा माथि छौँ क्या अघि चाहिँ तल थियो है अघि चाहिँ हाइट थियो अहिले हिमालभन्दा अहिले माथि छौँ हामीले ल हेर्नुहोस् परमाड कतिको हाइटमा छौँ भन्ने कुरो तपाईँहरूले अनुमान गर्नु होला र तपाईँलाई मैले देखाइरहेको छु हिमालहरू कुनै पनि हिमालहरू हेर्नु त्यहाँको त्यो हिमालहरूभन्दा हामी हाइटमा छौँ अघि यता आउँदाखेरि हाइटमा थियो नि त है हिमालय हाइटमा थियो लसुनले खतरा गर्यो आँसु झारी चट आँसु झारेको महसुस हो रुला दिया रे आँसु रुला दिया अरे क्या करे यसरी खाएन नि त बर्बाद भइगयो नि त त्यो भएको कारणले यसरी खानुपर्छ है आँसु मात्रै होइन मुख पनि आयो मुख पनि आयो अरे ल मलाई त आँसु मात्र होइन मुख पनि आयो हिसाबै फेरि बनाइदियो चट यहाँको तलतिर बेसी कोबाङतिर पिछा फेरिदिन्छ ठिक छ ओके कोही बात छैन कति नजिक रहेछ यति नजिकसम्म हामी हिमालको आजुबाजु त्यही रहेछ ऊ आयो 1000 वटा घर बनाउने रे के 5 वर्ष चाइनाले ल हामी कोराला आइपुग्यौँ कोराला त्यो सबै घरहरू बनाएको सबै चाइनाहरूले हो हाम्रो नेपाल चाहिँ भ्रष्टाचारी बढी भएर हो नत्र भने त हेरि यहाँ सबै सर्लक्क यो नेपाली बोर्डर बनाएर पुरा आर्मीहरू नेपाली आर्मीहरूले घर बनाइदियो भने कस्तो हुन्थ्यो उनीहरूले पुरा त्यहाँ बनाए हाम्रो नेपालमा मात्र अलिकति प्रब्लम हो सबै चोर नेताहरू भएर अब चाहिँ जुन नेता आउँछ जुन कतिवटा मान्छे आउँछ तिनीहरूले त एकदम विचार पुर्याउनु पर्ने कुराहरू यही हो ओहो यो के हो वाट इज दिस यहाँ चाहिँ पुरा आर्मीहरूको पुरा यत्रो सम्म छ सम्म ठाउँमा यो सबै आर्मी गाउँहरू बनाइदियो भने कति फरक पर्छ भन्ने कुरा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु 1000 वटा घर भनेर कुरा गर्नुभयो 1000 वटा घर त त्यतिकै बनिसक्यो होला हौ फाइनली हामी कोराला आइपुग्यौँ साथीहरू ल है साथीहरू फाइनली हामी कोराला आइपुग्यौँ कोराला होइन ब्रदर कोराला आइपुग्यो ल फाइनली कोराला आइपुग्यो यो मान्छेले लेख लाग्छ भन्ने कुराहरूको अर्थ फेरि त्यहाँ धेरै किसिमको हुनसक्छ होइन त्यो चाहिँ एउटा एक किसिमको कुरा फेरि के हो भन्यो भने यहाँ बिहान चिसोमा आउने कारणले गर्दाखेरि नि धेरै मान्छेहरूले यो नबुझेर नि हुनसक्छ चाँडै टाइमिङमा आउने कारणले गर्दाखेरि लेख लागेको हुनसक्छ यो घाममा आयो भने चाहिँ
मान्छेहरूलाई चाहिँ खासै त्यस्तो प्रब्लम हुँदैन। बच्चाहरू पनि छ है, सबै छ। यो कोराला 0 किमी ल हेर्नुहोस्, फाइनली हामी कोराला आइपुग्यौँ। ल कोराला आइपुग्यौँ है साथीहरू। कोराला आइपुग्यौँ, कोरालाको बोर्डरमा छन् साथीहरू। त्यस्तो छ। ल ल यो नि सर हिँड सबले मागेर हैरान गर्छ। हो र के खानु पर्छ अरे लसुन अदुवा अनि खुकुरा बिहान हेर्न डरा यहाँ बस यार यो डाँडा मलाई सर्लक्क दिए पनि म त लिदिने के अरे। गाइजहरु होइन मलाई लाउनु भनेर दिए पनि म लिदिनँ त। लिन्दिनँ यो डाँडा के अनि मैले पहाडतिर मुनि एउटा घडेरी पनि बोक्यो भनिदिन्थेँ। यहाँ त के खाने चौरी गाई है, चौरी गाई याक याक चौरी गाई यस्तो नि त। ए चौरी गाईहरू चौरी गाईहरू यो यार कोठा कोठा हो कि यहाँ पुल यताउता छ। पहिला हिँड्ने ठाउँ
पहाडतिर तनहुँतिर हुन्छ नि यो नाम कति करोड रुपियाँ हुन्छ खोला आइपुग्यो यो मुक्तिनाथ दर्शन गर्न आउनेहरूको भिडभाडलाई हेर्नुहोस् त साथीहरू। मुक्तिनाथ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको गाडीको पार्किङ मात्रै हेर्नुहोस्। अब माथि कति मान्छे छ भन्ने कुरो तपाईँ कल्पना गर्नुहोस् होइन। गाडीको पार्किङ नपाएर ल हेर्नु त कहाँ कहाँ डाँडामा पार्किङ राखेर यो मुक्तिनाथ मन्दिर दर्शन गर्न आउनुभएका श्रद्धालु भक्तजनहरूको यो गाडीहरू लिएर आउनुभएको। मेरो गाडी त वहाँ तल छ माथि। ल हेर्नुहोस् मेरो गाडी वहाँ तल त्यो रातो घरबाट यताको दुईवटा स्क्वायर मेरो गाडी वहाँ तल राखेको छु मैले वहाँ। ल यस्तो पुरै फुल मुक्तिनाथ आउँदाखेरिको यस्तो। ल हेर्नुहोस् मोटरसाइकल त्यत्तिकै, प्राइभेट कारहरू त्यत्तिकै, यो गाडीहरू ठुलो गाडीहरू पनि त्यत्तिकै छ। ल हेर्नुहोस् यस्तो। ल यो हामी आज मुक्तिनाथ दर्शनमा आइपुगेका छौँ सपरिवार। सम्पूर्ण नेपालीहरूलाई को रक्षा गरिदिनु होला मुक्तिनाथ भगवान्ले भन्न चाहन्छु। सबैको सद्बुद्धि दियोस्। म मात्रै बन्ने होइन, हामी सबै बन्नुपर्छ, नेपाल बन्नुपर्छ भन्ने सद्बुद्धि सबैमा पलाओस्। विशेष गरी यो पुराना पार्टीका नेता र नेतृत्वहरूमा सद्बुद्धि पलाओस् भन्न चाहन्छु। मुक्तिनाथ भगवान्ले सबैको रक्षा गरिदिनुहोस्, सद्बुद्धि दियोस्।
म बस्छु बस्नलाई टेन्सन छैन होइन तर त्यो अनि निकालिदिन्छु कि टेन्सन छैन कि चस्मा चाहियो चाहिएन चस्मा त मैले लगाइराखेको छु बिर्सेछु धेरै धेरै